विश्वास नि कसको गर्नु जब नेवारी खाजा घरको साउनी नै बाउनी भएपछि अरे हो दा लभली 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 यो हो नि त सही भनेर त लिपे विश्वास नि कसको गर्नु जब नेवारी खाजा घरको साउनी नै बाउनी भएपछि लभली 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 लाइट अन गर न अरे ए भाइ अनुहारै यस्तो हो क्या लाइट कति 14 वाटको लाइट हो क्या 14 वाटको लाइट लगाउँदा पनि अनुहार देख्दैन भने चाहिँ तिम्रो मोबाइलमा फल्ट छ ब्राइटनेस बढाऊ हेर अब कसरी बढाउनु त अनुहारको ब्राइटनेस यत्तिकै दियो त भगवानले अब यत्तिकै छ त अनुहारको ब्राइटनेस जति बढाए पनि जाँदैन कि म बत्ती यही मुखमा ल्याएर यसरी बसेर गर्नु यार नगर न यार कालोपन त अब कालो यत्तिकै छु त अब एडजस्ट गर न यार लाइट अन गर न अरे ए भाइ अनुहारै यस्तो हो क्या लाइट कति 14 वाटको लाइट हो क्या 14 वाटको लाइट लगाउँदा पनि अनुहार देख्दैन भने चाहिँ तिम्रो मोबाइलमा फल्ट छ ब्राइटनेस बढाऊ हेर अब कसरी बढाउनु त अनुहारको ब्राइटनेस यत्तिकै दियो त भगवानले अब यत्तिकै छ त अनुहारको ब्राइटनेस जति बढाए पनि जाँदैन कि म बत्ती यही मुखमा ल्याएर यसरी बसेर गर्नु यार नगर न यार कालोपन त अब कालो यत्तिकै छु त अब एडजस्ट गर न यार यस्तो अरे मामाले अस्तिको पालि तिहारमा मामा एक्लै गएको अरे होइन देउसी खेल्न आफै भन मेरा भाइ अनि आफै देउसी भन्दै गयो अरे अनि रणमतीखेरि राति 1 बजीतिर पुगेछन् एउटा घरमा त्यहाँ बत्ती पनि थिएन अरे मान्छे निस्किन्छ अरे चामल लिएर रणमतीको छोरी भन मेरा भाइ देउसीले भनेको आवाज सुन्छ अरे मान्छे नै देख्दैन अरे होइन लास्टमा हाँसे अरे रणमती दाँत देखेर मैले जे पाइदिए त्यति यहीँ होला मान्छे भनेर चामल राखेर चल्दै गरे सोच नेपालमा समुद्र छ कि छैन समुद्र नेपालमा होला हुन सक्छ तिमी मुझे घरबाट जिन्दगीभर बाहिर निस्केको छैन कुन देशमा छु पनि थाहा छैन कुन देशमा छौ तिमी म अहिले यतातिर छु दाङतिर दाङ कुन देशमा पर्छ दाङ खै होइन होला उसले जिस्केको होला होइन होइन जिस्केको छैन दाइ जिस्किन दाङ कुन देशमा पर्छ पनि थाहा छैन नै म अहिले कुन देशमा छु म तपाईँ अहिले काठमाडौँ हुनुहुन्छ काठमाडौँ त ठाउँको नाम हो देश चाहिँ कुन देशमा छु म देश चाहिँ अब नेपालमै हुनुहुन्छ होला तिमी चाहिँ कुन देशमा छौ म दाङमा नेपालको राष्ट्रिय जनावरको नाम के हो नेपालको राष्ट्रिय जनावरको नाम डाँफेचरा नेपालको राष्ट्रिय फूलको नाम राष्ट्रिय फूलको नाम हजारी फूल हो के छ दाइ नमस्ते दाइ के छ खबर दर्शन दादा ढोक गरे चिकन देख्यो केटा हो यो टुल्लुले यस्तो धेरै पैसा कमाएछ आज भोलि होइन सानै छुट्टै छ यार सानपट्टि नै छुट्टै छ यार उसको भाइ पैसा कमायो भनेर फेरि दाइहरूलाई रेस्पेक्ट गर्न तिमीले बिर्से जस्तो लाग्यो है फेरि होइन दाइ त्यस्तो होइन के गर्छ के बाइक किन्न आँटेको भन्ने सुनिरहेको थियो त हो